आज त मार्केट तपाईँको 2866 मा गयो, क्लोजिङ भयो 33 अङ्कले बढ्यो। र प्रिभियसली हामीले डिस्कस गरेको थियो यो जुन पनि 200 मुभिङ एभरेजलाई चाहिँ यसले एज अ सपोर्ट बनाएर चाहिँ एउटा रिकभरी दियो। त्यो रिकभरी चाहिँ हाम्रो 2800 को लेभलमा गएर चाहिँ यसले टच गर्यो। 2800 को लेभलमा टच गरेर लगतै अहिले 2866 को चाहिँ एउटा रेसिस्टेन्समा चाहिँ यसले एउटा रिटेस्ट गरिरहेछ। र मार्केटमा यो बढेता लगतै पनि यो जुन पनि हाम्रो यो भोल्युमको मुभिङ एभरेज छ त्यो माथि चाहिँ यसले क्लोजिङ दिन सकेको छैन। त्यो अनुसार चाहिँ हामी चाहिँ एउटा मार्केटमा चाहिँ विकनेस छ भनेर बुझ्न सक्छौँ। है भोल्युम चाहिँ यति स्ट्रङ नभएको कारणले गर्दाखेरि चाहिँ मार्केटमा चाहिँ स्टिल विकनेस छ ब्रेकआउटको लागि। अब हाम्रो यो टार्गेट भनेको चाहिँ 3000 को टार्गेटको लागि चाहिँ मार्केटले पटक पटक रिटेस्ट गरिरहेको छ। तर यो रिटेस्टको क्रममा चाहिँ एउटा राम्रो भोल्युम आयो भने चाहिँ हामीले चाहिँ त्यो एरियालाई चाहिँ रिटेस्ट गर्न सक्छौँ। है अब यो र्यालीलाई चाहिँ कन्टिन्यू गर्नको लागि चाहिँ मार्केटमा चाहिँ एकदमै राम्रो भोल्युम आउनु चाहिँ एकदमै जरुरत छ। इनकेस आएर भने चाहिँ यो एउटा डेड कट बाउन्सको रूपमा पनि हामीले यसलाई लिनेछौँ र यो चाहिँ तपाईँको एउटा लोवर हाई बनाएर चाहिँ अब लोवर लो जाने क्रममा चाहिँ जान सक्छ भनेर हामीले एउटा इभ्यालुएट गर्न चाहिँ सक्छौँ। तर इनकेस हामीले हेर्ने हो भने चाहिँ एमएसिडी अनुसार पनि यसले चाहिँ मुभिङ एभरेजले चाहिँ माथि सो गर्न थालिसकेको छ भनेदेखि यो सेलिङ क्यास आउटफ्लो जोन चाहिँ तपाईँको फिक्का रेट हुँदै गएर अब क्यास इन्फ्लो हुन थालेको पनि यसले चाहिँ देखाइरहेछ है। र तपाईँको आरएसआईले पनि अपवार्ड डिरेक्सनै दिइरहेछ। त्यो लगतै चाहिँ इनकेस राम्रो भोल्युम आयो भने भोलिको दिनमा चाहिँ यसले चाहिँ प्रिभियस यो 2975सम्मको रेन्जलाई चाहिँ हिट गरेर 3000 को रेन्जलाई चाहिँ हिट गर्न सक्छ भनेर हामीले इभ्यालुएट गर्न सक्छ। र तत्कालको हाम्रो सपोर्ट भनेको यो 200 मुभिङ एभरेज भइहाल्यो र त्यो लगतै हाम्रो यो 2800 देखि 29 को रेन्जलाई चाहिँ हामीले एज अ रेसिस्टेन्सको रूपमा चाहिँ लिनेछौँ है। र अहिले तपाईँको मार्केटमा चाहिँ जुन पनि यो पम्पहरू आयो यो पम्प आयो लगतै चाहिँ यो मार्केटमा चाहिँ अब बाई तत्कालको रेन्जमा गर्ने कि नगर्ने या सेल गरेर चाहिँ मार्केटबाट चाहिँ एक्जिट हुने हो कि भनेर पनि एउटा कन्फ्युजन क्रिएट भइरहेछ। र जुन पनि यो अहिले पम्प देखिराख्नु भएको छ यो पम्पलाई चाहिँ यो भोल्युमले चाहिँ एज अ सपोर्ट गर्नु त गरिरहेछ तर एज अ विक छ है। त्यति राम्रो भोल्युम चाहिँ आइरहेछ। त्यो भोल्युम नआएको कारणले गर्दाखेरि चाहिँ यो जुन पनि प्रिभियस चाहिँ मान्छेहरू यो 2900मा किनेर फसेर चाहिँ यो 200 मुभिङ एभरेजमा चाहिँ उनीहरूले कट आउट गरेन भने चाहिँ इनकेस भोलि जाँदाखेरि चाहिँ यो 29 लेभलमा चाहिँ अब साउ आएको बेलामा चाहिँ उनीहरूले चाहिँ सेल आउट गर्न सक्छ है भनेर चाहिँ हामीले ओभरहेड सप्लाई एज अ ओभरहेड सप्लाई चाहिँ यसलाई अनुमान गर्न सक्छौँ र मार्केटबाट चाहिँ यो 2900 रेन्जकोमा चाहिँ मार्केटमा चाहिँ मान्छेहरूले चाहिँ निक्लिन सक्छ भनेर हामीले इभ्यालुएट गर्न सक्छौँ। त्यही भएर अहिले तत्कालको रेन्जमा चाहिँ हामीले प्रफिट बुकिङको क्रममा चाहिँ लागौँ र प्रफिट बुकिङ गरेर लगतै इनकेस यस्तै एउटा करेक्सन राम्रो आयो भने चाहिँ त्यसमा चाहिँ हामीले इन्ट्री चाहिँ गर्नेछौँ। अब हाम्रो प्रिभियस जुन पनि सेयर थियो त्यो चाहिँ आरएचजिसिएल छ। अब आरएचजिसिएलमा चाहिँ प्रिभियसली हाम्रो इन्ट्री भनेको 329 र 310 को रेन्जमा थियो। त्यो लगतै हाम्रो एभरेजिङ चाहिँ तलतिर आइसकेको छ। त्यसमा चाहिँ हाम्रो यो 200 मुभिङ एभरेजलाई चाहिँ यसले बारम्बार एज अ सपोर्टको रूपमा चाहिँ टेस्ट गरेर चाहिँ यसले चाहिँ एउटा बाउन्स ब्याक दिने कोसिस चाहिँ गरिरहेछ है। तपाईँको एमएसिडी अनुसार पनि क्यास इन्फ्लो हुन सक्ने क्षमता चाहिँ देखाइरहेछ र आरएसआईले चाहिँ तपाईँको अपवार्ड्स डिरेक्सन चाहिँ देखाइरहेछ। लगतै हामीले चाहिँ यो आरएचजिसिएलको टार्गेट भनेको चाहिँ 330 देखि चाहिँ 350 सम्मको टार्गेटलाई चाहिँ हामीले यसलाई चाहिँ लिएर हिँड्न सक्छौँ अहिले तत्कालको रूपमा। र त्यसमा चाहिँ हामीले आफ्नो प्रफिट बुकिङ गरेर चाहिँ एक्जिट हुनेछौँ र मार्केटलाई चाहिँ कुल डाउन भएर एउटा राम्रो करेक्सनको फेजमा जबसम्म आउँदैन तबसम्म चाहिँ हामीले इन्ट्री गर्ने छैनौँ। अब तत्कालै हाइड्रोको सेक्टरहरूमा नै हेर्नुहुन्छ भने हाइड्रोले चाहिँ एउटा अल टाइम हाई बनाउन कोसिस गरिरहेछ। यसले प्रिभियस आफ्नो जुन पनि हाई थियो त्यो हाईलाई चाहिँ आज टच गरेर चाहिँ अपवार्ड राम्रो भोल्युमसँग चाहिँ अपवार्ड जाने कोसिस चाहिँ गरिरहेछ भनेदेखि यसले यो जुन पनि आरएसए छ यसले अप्पर ब्यान्डलाई चाहिँ क्रस गरेर लगातार एउटा राम्रो मोमेन्टम चाहिँ हाइड्रोमा चाहिँ र्याली आउने सक्ने चाहिँ क्षमता चाहिँ देखाइरहेछ है। अब मेन कुरा भनेको चाहिँ जुन पनि यो हाम्रो ठुलो ग्याप अप थियो त्यो ग्याप अपलाई चाहिँ मार्केटले इच एन्ड एभ्री सेक्टरमा चाहिँ फिलअप गरिसकेको छ र त्यो लगतै अब मार्केटमा चाहिँ तत्कालको सिनेरियोमा चाहिँ 200 मुभिङ एभरेज माथि नै छ। त्यो कारणले चाहिँ हामी स्टिल बुलिसै छौँ मार्केटमा, बेयरिस सेन्टिमेन्टमा गइसकेको छैनौँ र तत्कालको सिनेरियोमा चाहिँ बाई गर्नुभन्दा पनि जति पनि हाम्रो प्रफिट बुकिङहरू छ त्यसलाई गर्दा चाहिँ राम्रो हुनेछ मार्केटको सिनेरियो अनुसार। र इनकेस एउटा राम्रो करेक्सन आयो भने चाहिँ त्यसमा चाहिँ हामीले माथि प्रफिट बुकिङ गरेको पैसालाई चाहिँ डिप्लोय गर्न सक्छौँ। त्यही भएर अब आफ्नो रिस्क म्यानेजमेन्ट गरेर इन्भेस्ट गर्नु होला। आजको अपडेट चाहिँ यही नै रह्यो। सी यु गाइज इन द नेक्स्ट अपडेट। टिल देन इफ यु गाइज आर न्यू हियर लाइक सब्सक्राइब कमेन्ट गर्नु होला। धन्यवाद।